फेरि बिचमा भोक लाग्न सक्छ। 2:30 को त्यही भएर किनेको खान्छु नि त निकालेर होइन मैले चाहिँ अब 2.5 घन्टाको हो नि त त्यही भएर लाग्न सक्छ भनेर लिएको हो कि कस्तो। अनि यस्तो गर्मीमा पानी प्यास लाग्दैन प्लिज यार कस्तो। ए भुइँमै छोडिदिन्छ अरे अघि मैले इन्ट्रोडक्सन राम्रोसँग गर्नै पाएन सरी। Hello guys, we are in Chitwan Day 2। आज चाहिँ हामी यता घुम्न आएको अब कता कता भेट्छ त्यतै घुम्छौँ। अनि म चाहिँ हजुरहरूले त मलाई चिनिराख्नुहुन्छ हेरिराख्नु भएको छ भने म चाहिँ हजुरहरूको सोझी
ठुलो मरेछ कस्तो नक्ली गयो है आँखा बन्द गरे वाउ मलाई पनि यस्तै डाइनिङ हट बनाउनु पर्छ पछि भिडियो बनाउँदैछु एरियातिर चाहिँ जो दुईचोटि चितुवा देख्नु भएको छ अरे मैले यदि झट्ट आए पनि हामी चाहिँ यस्तो भएर बस्नुपर्ने हुनेछ यस्तो डर पनि लागिरहेको छ होइन तर एक्साइटेड पनि छ क्या देखोस् मर्छ भन्ने परिचलन छ एकै ठाउँ मात्रै गर्छ अरे गन्धाले अब हामी चाहिँ यहाँ म्युजियममा जाँदैछौँ यहाँनिर चाहिँ जनावरहरूको उयसमा रियल हो है रियल तान्ने भने होइन त्यो एकदमै चाहिँ कस्तो डिफ्रेन्ट कलर हुँदो रहेछ मिठो रहेछ तर त्यो कसरी तान्ने हाम्रो चाहिँ छ यो थारू सेट खाना चिकन सेट मैले चाहिँ डक सेट खाने भनेको तर बनलाई आधी घन्टा लाग्छ अरे अनि हामीलाई छिटै जानु छ र हामी चिकनै मगायौँ सुरुमा चाहिँ मेरोमा चाहिँ कस्तो माटो जस्तो फिल भयो होइन कस्तो डिफ्रेन्ट टेस्ट छ है त्यस्तो उयो नमिठो पनि टेस्ट छैन मिठो टेस्ट पनि छैन छ क्या प्रोटिन होइन यो यस्तो हुनुपर्छ हाम्रो होइन हामीले खाएको हेर्नु न हेलो अघि चाहिँ त्यो खाना खाँदा मेरो स्टोरेज फुल भएर त्यो बनाउनु पाएन सो सरी अब चाहिँ हामी खाना खाएर निस्केको अब चाहिँ हामी 5 मिनट लाग्छ टुकटुक आउनलाई अनि पुग्दैछौँ अब पुग्दैछौँ टुकटुकलाई अनि हामी चाहिँ अब जान्छौँ तर हामी पछि आयौँ भने हामीले चाहिँ खाना डक मिटको खाना खाना अनि डान्स हेर्नु एकछिन उयो गर्नु बाई थ्याङ्क यू फर वाचिङ माई videos. Bye, मेरो साथीहरु.